महिना पसाउँछ, एक पालि आउँछ हल्लाएर जोगन दुनियाँ हँसाउँछ। आज हामी यहाँ स्याउको नर्सरी लगाउँदैछौँ। अनि उहाँले यसरी खन्दै हुनुहुन्छ, यहाँ उ गराउँदै हुनुहुन्छ। हामीले पुरै देख्नु भयो नि कतिको बाक्लो हाल्ने हो। मैले चाहिँ फर्स्टचोटि हालेँ हो, एउटा हाल्नु मन रहेछ, अनि दुईटा फस्याएको छ। ना 1 घन्टा है बाबु, 1 घन्टा एउटा हो। हाल्दैछौँ, जगाउँदैछौँ। हजुरहरूलाई पनि चाहियो भने भन्नु। एउटा बुटाको कति पर्छ? एउटा बुढाको 200 पर्छ। एउटा बुटाको 200 सम्म पर्छ। हजुरहरूले पनि नेपालतिर विचार गर्न चाहनुहुन्छ भने, ट्राई गर्न चाहनुहुन्छ भने यो स्याउको बुटाहरू लैजान सक्नुहुन्छ यहाँबाट। अब तयारी भइसकेका छन्। अब केसको महिनादेखि लाउन सुरु गर्छ? माघको महिनादेखि लाउन सुरु हुन्छ। यहाँ बुटाहरू टन्नै छन्। हजुरहरूलाई चाहियो भने भन्न सक्नुहुन्छ। कति वर्षमा तयारी हुन्छ? 3 वर्षसम्म रहन्छ टक्क। 1 वर्षबाट ल्याएर 3 वर्षसम्म चल्छ। खाद मल भनौँ दबाई प्रयोग गरेर राम्रोसँग यिनलाई हुर्काएर जति ठुलो हुँदै जान्छ 3 वर्षसम्म यसको चाहिँ व्यापार चलिरहन्छ। अनि यसमा केही कलमी सलमी गर्नुपर्ने कस्तो के हुन्छ? कलमी गर्ने हो भने जस्तै बुटा जस्तै बढिया हुन्छ उसको हिसाबले चाहिँ ठुलो सानो यो राखिसकेको कति उसमा महिना अब वर्ष कतिमा कलम गर्न तयारी हुन्छ? यो चाहिँ 1 वर्षभित्रमा कलम गर्ने आउँछ। त्यो उइमा लगाएको नर्सरीमै कलम गरिदिनुपर्छ। लगाएको बेडमै कलम गरेर फेरि 1 वर्ष पालेर 1 वर्ष पछाडि फेरि यसको कलमी 200-300 मा जान्छ यसको। नेपालतिर पनि हजुरहरूले धेरैजनाले भन्नुभएको थियो त्यतातिर बिरुवा पाइन्छ कि नै दिदी भन्नु नभन्नुभएको थियो। पाइन्छ, हजुरले जति खोज्नुहुन्छ पाइन्छ। 200 सम्म 150 देखि 200 सम्म पर्छ एउटा बुटालाई। हजुर पनि लगेर ट्राई गर्न चाहनुहुन्छ भने यतातिर टन्नै पाइन्छ, जति पनि पाइन्छ बिरुवा। पहिलाको तयारी भइसक्यो, अब फेरि तयारी हुँदैछ। यहाँ वर्षै पछि यसरी नै गराइराख्नुहुन्छ। तयारी भएको